भनेपछि सपोर्ट छैन फिल्म इन्डस्ट्रीको कोही कलाकार तपाईँले सोच्नै पर्दैन सपोर्ट भए देखिहाल्नुहुन्छ नि होइन। हाम्रो सो मैले बारम्बार व्यक्तिगत रूपमा पनि अनुरोध धेरैचोटि गरेँ होइन, गर्दाखेरि पनि उहाँहरूले कुनै सो किन राख्नु भएको छैन, किन तिर्नु भएको छैन। बल्ल बल्ल सो निकाल्नुहुन्छ तपाईँले अफ चाहिन्छ, बेलुका 8:30 बजी, बिहानको 8 बजी, अनि दिउँसोभरि सो हुँदैन। बिदाको दिन पनि बिहान 8 बजी बेलुका 6:30 बजी सो राख्नुहुन्छ भनेपछि त उपेक्षित गर्ने एउटा लेभल हुन्छ होइन। त्यतिसम्म पनि नेपाली चलचित्रलाई नेपालमै कलाकारिता गरेर बसिराखेको एउटा मान्छेलाई उपेक्षित नगर्नु होला। यसले पोल्छ तपाईँहरूलाई, पक्कै पोल्छ। किनभने राम्रो कन्टेन्ट, राम्रो चलचित्र, राम्रो सिनेमा बनेको छ, पब्लिकले पत्याएको छ भने यसरी किनारामा भित्तैमा पुग्ने गरी साइड लाउनु जरुरी थिएन। यही भन्न चाहन्छु। बाँकी कुरा बोल्दै गर्नु दर्शकको माया छ, तपाईँको साथीभाइको माया छ, समकालीन साथीहरूको माया छ, केही अग्रजहरूले सम्मान माया गरिरहनु भएको छ भने मेरो लागि हौसला नै यही हो होइन।